ल हेर है बाटोको हालत यस्तो छ। यो हेर खरिनी खोला, यो खरिनी खोलाको बाटो हो। यहाँ हेर्नुहोस् आम्मामा बेलुका चाहिँ लु डेन्जर भइसक्यो। हाम्रो कलबङ लाइनको पानीहरू एउटा पनि छैन। अब यो हेर्दै जानुहोस्, यो उन्दोको हो, यो चाहिँ खरिनी खोला र एन्टिमामाको बिच खोल्साको हो। यो एजेदाहरूको पाइप हो। हेर्नुहोस् अब यहाँबाट तरेर जानु मुस्किल परिरहेको छ दुध ल्याउनको लागि। र अब थोरै कम्ती बाटो बनाएर ल्याउने चाहिँ दुध चाहिँ, र माथिबाट ढुङ्गा आयो भने साह्रो पर्ने भयो। ल त साथी हो हेर्दै जानुहोस्। हेर्नुहोस् जोबरी निमुको बारीबाट आएको छ यो पहिरो चाहिँ। अब हाम्रो गाउँमा पानी छैन है कलबङ लाइनपट्टि। हेर्नुहोस् सिउँदो अब अझै देखाउने छु। हेर्नुहोस् खरिनी खोलामा बाटो छैन। फलामको पाइप कुन जग्गा पुऱ्याइछ, एजेदाहरूको पाइप ढुट्टो, नयाँ जोडेको हिजोस्तिको पाइपहरू। खरिनी खोला होसियारले आउनु होला। खोला चाहिँ बढेर लु यहाँतिर हेर्दा पाइप छुट्टाएर केही छैन एजेदाहरूको। हेर खरिनी खोला हेर्नुहोस् यस्तो बौलिरहेको छ है। खरिनी खोला यो खरिनी खोलाको नजारा यस्तो छ। ढुट्टो पारेको छ ढुट्टो। के राखेन रहेछ खरिनी खोलाले। यहाँ हेर यहाँ पनि पहिरो गएको छ, जानु डरसरी भयो।